गुड इभिनिङ गाइस एन्ड नमस्ते सबैजनालाई। आरामै हुनुहुन्छ होला अनि म पनि आरामै छु। आज चाहिँ यो मेरो जीवनको पहिलो भ्लग भएको कारणले गर्दा यो गोलीहरू पनि अमकाइरहेको छु र आज चाहिँ हामी पोखरादेखि तानसिङको राइड गर्दैछौँ। अनि यो गाडी चाहिँ म तल कम्पनी फ्याक्ट्रीमा गएर छोडेर बाइकमा जान्छौँ। यो चाहिँ हाम्रो आज इमिडिएटली बनेको प्लानिङ हो। अनि हिजो अस्तिसम्म रारा जाने भन्ने प्लान थियो। आज आएर साथीभाइहरूले लास्टमा गएर तानसिङमा पुऱ्याइदिए। के भन्नु, साथीभाइको पनि कुरा मान्नै पर्यो। आज पनि प्लान क्यान्सल थियो, त्यही पनि इमिडिएटली प्लान भयो। अनि होटेल पनि हामीले एउटा बुक गरिसकेको कारणले गर्दा बेला अब राति राइड गर्नु छ बाइकमा। गाडी पनि तपाईँको तानसिङ गाउँबाट माथि जानलाई गाह्रो गर्नु भएको कारणले गर्दा बेला गाडी चाहिँ अझै त्यही फ्याक्ट्रीमा छोडेर बाइकमा जानुपर्ने भयो। अनि साथीभाइहरू सबै फ्याक्ट्रीमा गएर पुरेर बसिरहेको छन्। म भने यहाँ घरबाट निस्केको छु। स्पोर्ट ड्राइभ मोड एक्टिभेटेड। अनि यहाँनिर चाहिँ थोरै कच्ची भएको कारणले गर्दा बेला चाहिँ गाडीलाई चाहिँ स्पोर्ट मोडमा हाल्नुपर्छ। बाटो यति नराम्रो छ कि यो बाटो कहिले पनि नसकिने भयो। यो चाहिँ हाम्रो अस्ति भर्खर सोसल जोलन भएको यसबाट चाहिँ हामी चाहिँ बेनीतिर बागलुङतिर र हाइवेमा यसले चाहिँ लामचौरदेखि छन्छ। र राति पनि परिसक्यो, त्यो राति प्लान त गरियो। गएर कसैको साइड पुग्यो भने पनि त्यही झम्पाट पर्ने होइन, त्यो पनि डर छ। त्यही पनि जाम साथीभाइ सबैजना भएपछि रमाइलो पनि हुन्छ भन्ने कारणले गर्दा बेला। हेलो एभ्रिवान, अब चाहिँ हाम्रो राइड सुरु भएको छ। अब पोखरादेखि तानसिङको यात्रा चाहिँ सुरु भइसकेको छ। हामी यहाँ महेन्द्रपुरमा आइपुगेको छ। अब यहाँबाट काउ खोलामा चाहिँ सबैजना भेट भएर तानसिङको यात्रा सुरु गर्ने भन्ने कुरा छ। सबैजना दायाहरू चाहिँ गएर हामीलाई पुगेर बसिरहेको छ। हामी मामा भन्दा चाहिँ ल्याक्दै गर्दै महेन्द्रपुरमा ल्याक्दै गर्दै हिँड्दैछ। अब काउ खोला ल हाम्रो सबै दाजुभाइहरूसँग पनि भेट भइसकेको छ काउ खोलामा। हाम्रो कालुवा आरामै हुनुहुन्छ? हाम्रो प्रेमी दाइ, फुल्के दाइ, कस्तो लागिरहेको छ? एकदम राम्रो लागिरहेछ। खै त दाइ उहाँ बिजेपुर बस्नु किन? यहाँ हाम्रो कालु महाराज यहाँ बच्चा चल्नु भएको छ। भाइट होल्चो भएको कारणले गर्दा बेला यहाँ यसरी बाइक हलाउन लागेको छ। यहाँ चाहिँ काउलादेखि तानसिङ तानसिङ गएर मारे रोकिनेछ। अब यहाँबाट नर्मली भनेको 20 किलोमिटर छ होला। अब नो स्टप जानुपर्ने छ।
दाजुभाइको यात्रा चाहिँ सुरु भइसक्यो है यहाँबाट यो यार बुढेसकालमा पनि बाइक त कुदाउनु बिर्सेदैन रहेछ नि त यार बुढेसकालमा पनि बाइक त कुदाउनु बिर्सेदैन रहेछ नि त दाइहरूले त यार ल अरूको दाइ पनि भेट भइसक्यो अब हाम्रो चाहिँ निरन्तर यात्रा सुरु भइसक्यो अब चाहिँ लगभग नरोकिकन बान्टिङ नै पुगिन्छ होला अब बान्टिङको गाउँ जाने बाटो त एक्चुअली भेट भएको छैन अझ हामी पोखरा सिटीमा नै भेलीमा नै पुगिरहेको छ बाटो जाम भयो सिधै हिँडौँ सिधै हिँडौँ अब के गर्नु के सबै जोडी भएर हिँडेकै छन् हामी दुईजना चाहिँ बिजोडी गोरीबारीमा दुईजना भैँसी चाहिँ चढ्न गए जस्तो भएको छ हामीलाई चाहिँ बुढीहरूलाई माइत भगाएर मामा भान्जा चाहिँ यता तान्टिङतिर घुम्दै हिँडिरहेको छ है अहिले बुढीहरू हेरेर भिडियो हेरेर कति रिसाउने हो माभान्जाको भिडियो हेरेर आफूले मारे घुम्न जाने भनेर हाम्रो बुढीहरूले कति रिसाउने हुन् हाम्रो बुढीहरूलाई ससुरालीमा गएर भाले टाउको खानु पाए पुगिहाल्यो हाम्रो बुढीहरूलाई ससुरालीमा गएर भाले टाउको खानु पाए पुगिहाल्यो पाएन हामीले त ल है यता चाहिँ बाटो बिग्रेको कारणले गर्दा बेला हामी चाहिँ फेरि रिटर्न हुन पर्यो ल Wait a minute. Who are you? फेरि हामी चाहिँ बाटो बिग्रेको कारणले गर्दा बेला फेरि रिटर्न हुन पर्यो गइहाल्यो भाइ बाटो बिग्रेको दाइ हो भनेर हेल्प गरेको अब हामी चाहिँ फेरि 1 किलोमिटर जतिको रिटर्न भएर त्यहाँबाट अर्को बाटो हुँदै तान्टिङ जान पर्ने भयो हजुर रातिको बेलाको यात्रा गरेको मजा नै यही छ नि हामी नेपालीहरू मूर्ख हुन्छ भनेको साँच्चैको रहेछ यता यत्रो साइनबोर्डतिर हामी उताबाट लाग्यो आफै दुःख पाइयो अब यताबाट चाहिँ कति रहेछ उता चाहिँ 20 थियो यो बाटो त यस्तो खोला पो रहेछ त यार ए जुत्ता भिज्ला यार उताबाट कति सजिलो बाटो थियो बाटो बिग्रेको कारणले गर्दा यति गाह्रो बाटो पो हिँड्न पऱ्यो त हजुर खोलाएको थियो दिनमा राइड गरेको भन्दा त नाइटमा राइड गरेको मजा आउँदो रहेछ त भान्जा आनन्द लाने कि सुनसान चारैतिर अन्धकार छ बाटो त्यस्तै मजा लानेछ बाटो अनुसारको बाइक छ त्योभन्दा मजा के हुन्छ र हौ ठुलो मान्छेहरूको पनि तागत कसरी आउँदैन यस्तो पावर चलाउने यार होइन मान्नै तयार नै के यार बाउलाई बाउ मान्न तयार नभएपछि दाइलाई दाइ मान्न तयार नभएपछि गर्ने के यार
हिजोका भुसुनाहरू साले 2 कौडीका चाहिँ मान्छेहरू कसैले चिन्दैनन् तिनीहरूलाई आफ्नो औकात देखाउँछन् साले 2 किताब पढ्दै भन्दैमा गर्न खोजेको के हो न अगाडि जानिदिन्छन् पछाडि पो फर्किन्छ जस्तो भयो मलाई त कौन है ये लोग कहाँ से आते हैं यहाँ त तलतल हिँड्छन् यहाँ त माथि माथि हिँड्छन् म के गरौँ कसलाई सुनाउनु यो मनको कथा केटा हेरेर बाटो यस्तो छ यिनीहरूले मलाई झुक्काएर लोटाउँछन् गर कुन चाहिँ पो लोट्छ है यहाँ अब तलमाथि गर्छन् लाइनमा हिँडेको सक्नुहुन्छ हौ आवाज साह्रो आयो अरे आवाज साह्रो आयो अरे के भनौँ के भनौँ हामी चाहिँ यो रातिको बेलामा यो घन्याम जङ्गलमा यहाँ बाटो तल होला कि माथि होला कि भनेर कुरेर बसेको छौँ अब यहाँ चाहिँ दाइहरू आउँदै हुनुहुन्छ एकजना दाइ हिँडिसक्नु भयो हिँड्नुहोस् कालु महाराजी हाम्रो कालु महाराजी ढल्न लानु भएको थियो ए हुन्छ तिमी भगवान् मजा लाने आउँदैछ है पोखरामा जो पनि नजिकको बाइकमा राइड गर्न मन लाग्ने मान्छेहरू चाहिँ यो तान्तिकको रुट चाहिँ छोड्नु भएन है एकदम बबालभन्दा बबाल डेस्टिनेसन छ सर्ट बाइकको लागि चाहिँ होइन नि त कच्चीमा कस्तो खालको बाटो चाहिने हो यहाँ योभन्दा राइड गर्नको लागि चाहिँ हाम्रो सबैभन्दा ग्रुपको मेन राइडर उहाँ हुनुहुन्छ ज्येष्ठ नागरिक पनि उहाँ हुनुहुन्छ हामीलाई अगाडि वृद्ध भट्टा पनि उहाँ खानुहुन्छ तर स्वर्गमा चाहिँ को अगाडि पुग्छ भन्ने थाहा त छैन त्यही पनि मलाई चाहिँ उहाँ अगाडि पुग्नुहुन्छ जस्तो लाग्छ है यति थाहा त छैन त्यही पनि मलाई चाहिँ उहाँ अगाडि पुग्नुहुन्छ जस्तो लाग्छ है यति आत्तिने बानी छ कि हाम्रो दाइको यति आत्तिने बानी छ के भनौँ न कि खै मोटा बेला पनि लम्बा छिटो मोर्दै भन्ने बेला लाग्दैन हाम्रो दाइको बानी चाहिँ त्यस्तो छ है हेर बुढोले डन्काएको ओहो नि बुढाबुढीले एउटै कलरको जागिर लाएर हिँडेको के हो के यो ओ दाइ हाम्रो दाइलाई चाहिँ बाइकको साउन्डले ह्याम्पर पार्यो रे त्यही भएर मलाई भेटाउन दिन्न भनेर नाइट रेस गरिराखेको छ है हाम्रो दाजुभाइको चाहिँ हो नि बुढेसकालको जोस हेर त भेटाउन नदिएको अन्त भान्जा यहाँनिर झाङलाङ यहाँ त बागायो भए के गर्थ्यो तिमीले बाइक छ न सागु भए के गर्थ्यो त नि अन्त म तिमीलाई झार्दिनँ त भाइ अब टुपान भाइ अब के
भान्जाको खुट्टातिर होइन रारा जाने भनेको ध्याममा बाईबाट पल्टेर यहाँ एक एउटा नङ्ग्रा कि एउटा नङ हो कि नङ्ग्रा चाहिँ सुन्दैछ अरे त्यही भएर जानु मिल्दैन भनेको र बाघ आएको अन्त खल्चाक गरेर दौडिन्थ्यो होला भान्जाले भन्छ प्लास्टर गरेको खुट्टासँग खल्चाक गरेर भाँच्यो कि के गर्थ्यो शान्तिको यात्रा चाहिँ यस्तो हुँदैछ है एकदम बाटो चाहिँ सोचे जस्तो राइडको लागि चाहिँ सर्टकट राइडको लागि चाहिँ एकदम भन्दा एकदम बेस्ट डेस्टिनेसन चाहिँ हाम्रो यो पोखरादेखि मार्केटको यात्रा चाहिँ यहाँभन्दा चाहिँ बेटर चाहिँ सर्ट राइडको लागि चाहिँ अरू ठाउँ चाहिँ छैन जस्तो लाग्छ है मलाई चाहिँ पोखरादेखि नजिकको खै हाम्रो विरुद्ध राइडरले चाहिँ बाटो कन्फ्युजन भएको बेलामा यही होला भन्नु भएर हामीलाई मार्गदर्शन गरिरहनु भएको छ र अब के गर्नु बुढापाकाले भने जस्तो कुरा सुन्नु आगो ताप्नु बुढाको कुरा सुन्नु बुढाको भने जस्तै हामीले पनि हाम्रो ज्येष्ठ नागरिकको कुरा सुन्नै पर्यो त्यही भएर हामी उहाँको पछि हिँडिराखेको छौँ कति बेला पुग्ने हो तानटिङको गेटबाट भर्खर प्रवेश गरिएको छ कता हो त पछाडि छैन र होइन होला नि ओह्रालो एउटा यताबाट चाहिँ हाम्रो जुन हामीले चाहिँ रुम बुक गरेको थियौँ हामी चाहिँ यता पछाडि फर्काउनु पर्ने भयो यो बाइक पनि यति अल्गो छ कि धारै सकिनु लागिसक्यो तानटिङ गाउँमा आएर यो हाम्रो होटेल यहाँदेखि सिधै तल हामी पहिला बस स्ट्यान्डमा चिप्लिटी खेल्ने जस्तो रहेछ बाटो पनि सानो बाइकबाट हिँड्ने रहेछ बाटो एकजना दिदीले जम्मा 21 किलोमिटर छ तपाईँहरू तानटिङ आउन सक्नुहुन्छ भनेर लागिदिनु भयो के गर्नु नेपालीको बानी लास्टमा चाहिँ रहेछ 36 किलोमिटर रातिमा चाहिँ अलिक गाह्रो नै हुँदो रहेछ यहाँ हाम्रो ग्रुप चाहिँ यहाँ कता अलमल परेर बस्नु भएको छ हाम्रो कालु महाराजजीले देउली भगाएर लिएर आउनु भएको छ 15 वर्षदेखिको बेहुली ओ माई गड हेर्नु न बेहुलाजीको अनुहार हेर्नु न अनुहार अनि हाम्रो कालु महाराजजीलाई यहाँ आइपुग्दा कस्तो लागिरहेको छ अब आउने भाइ दाइ दिदी बहिनीलाई के भन्न चाहनुहुन्छ तपाईँले आउनुहोस् बाटो चाहिँ अप्ठ्यारै सक्यो अरे त्यो हिसाबले गर्दा चाहिँ तर राइडको मजा लिनु छ नि यो बाटो आउनुहोस् बेस्ट छ नजिकको बाटो पोखरादेखि एकदम नजिकको बाटो त्यस्तै 1 घन्टाभित्रमा तपाईँ यहाँ आइपुग्नु सक्नुहुन्छ हाम्रो ज्येष्ठ नागरिकले के भन्न चाहनुहुन्छ मलाई जबरजस्ती बुढो भन्ने सबैभन्दा यो हाम्रो ग्रुपमा चाहिँ वृद्ध भत्ता खाने मान्छे चाहिँ उहाँ हुनुहुन्छ अलिकति देखेन ब्लगमा ए हो
नमस्ते नमस्ते हामी बस्ने होमस्टे चाहिँ यहाँ छ तपाईँलाई धेरै वेटिङ त गराइन कि है धेरै वेटिङ त गराएन कि हाम्रो मेन राराको प्लान क्यान्सल गर्ने मान्छे चाहिँ यहाँ हुनुहुन्छ वरिष्ठ मान्छे तर हामीले के कम उहाँलाई उहाँ खुट्टा यस्तो हुँदै पनि या त खुट्टामा चप्पल या त खुट्टामा सिमेन्टले बाँधेको मान्छेलाई पनि हामी जबरजस्ती तान्तीमा प्रवेश गराएको छ है